भन्दैमा सबै कुरा कहाँ पाइन्छ र? केही कुरा पाउनलाई त थोरै समय लागिहाल्छ नि भन्दै वेलकम छ मेरो डे 12 मिनी भ्लगमा सबैजना सन्चै हुनुहुन्छ भन्दै आशा राख्दै म पनि एकदमै सन्चै छु। अनि आज मेरो दिनको सुरुवात चाहिँ नानीहरूलाई खाना खुवाएर बोर्डिङ पुर्याउनबाट सुरु हुन्छ। हाम्रो नानीलाई चाहिँ खाना खान कति धेरै टाइम लाग्ने कि खाना मान्दिन, घरि यसो भन्छ घरि उसो भन्छ, खानै नखाने क्या। सबैको बच्चाहरू त्यस्तै हुन्छन् कि हाम्रो नानी मात्र त्यस्तो हो। म छक्क पर्छु क्या देखेर। अनि बल्ल तल खाना खुवाइसकेर तिनीहरूलाई कपाल कोरिदिनु पर्यो भनेको पहिला दादाको कपाल कोरिदिनु भन्न थालेर अनि दादालाई तेलसेल लाएर कपाल कोरिदिएँ। अनि दादाहरूको कपाल कोरिदिइसकेपछि अनि बहिनीलाई कपाल कोरिदिन थालिदिएँ। आज चाहिँ 2 चोटि बाटिदिन्छु भनेर अगाडि राखेको थिएँ। अनि 2 चोटि बाटिदिनु पर्यो भनेर सुरु गरेँ। अनि क्या म सधैँ सोचिरहेको हुन्छु क्या, म यो गर्छु म त्यो गर्छु भन्न चाहिँ 1 सेकेन्ड नि लाग्दैन। अनि त्यसपछि त्यो पुरा गर्न चाहिँ वर्ष लाग्ने क्या, कति धेरै टाइम लाग्ने नि त। तर अनि भन्दैमा पाएको कुरा चाहिँ जति छिटो हामी पाउँछौँ त्यति छिटो गइ पनि हाल्छ क्या। जुनसुकै कुरा होस् न, हामीले जुन छिटो कुरा पाइरहेको हुन्छौँ त्यो चाहिँ जानलाई केही समय पनि केही बेर पनि लाग्दैन के। अनि हामीलाई जतिसुकै इम्पोर्टेन्ट कुराहरू होस् न, त्यो छिट्टै पायौँ भने त्यति धेरै भ्यालु हुँदैन नि त। अनि हामीलाई जुन चाहिँ धेरै टाइम धेरै मेहनत गरेर सानो कुरा पनि पाएको छौँ भने चाहिँ त्यसको चाहिँ भ्यालु एकदमै धेरै हुन्छ क्या हामीमा। अनि त्यही सोध्छु क्या म जतिखेर पनि, त्यस्तो किन हुन्छ होला जस्तो नि लाग्छ घरिघरि। अनि यो सोच्दा चाहिँ मलाई मेरै कुराको याद आयो के। एउटा कुरा चाहिँ मैले पाउनलाई कति मैले हत्ते गरेको थिएँ, धेरै नै सङ्घर्षै गरेको थिएँ। मेरो विचारमा चाहिँ मेरो लागि चाहिँ मैले एकदमै धेरै सङ्घर्ष गरेको थिएँ। अरूलाई चाहिँ के गरेँ कसो गरेँ अरूको लागि थाहा भएन, तर त्यो कुरा पाउनलाई मैले धेरै मेहनत गरेँ, धेरै दुःख गरेँ है। तर त्यो कुरा मैले पाउन सकिनँ। अनि अहिले पनि मलाई अलिक नराम्रो लाग्छ के त्यो कुरादेखि। बरु मैले पहिला नै थाहा पाउँथेँ भने म पाउँदिनँ है यो कुरा भन्ने थाहा पाएको भए म पहिला त्यही कुरालाई मेहनतै गर्दिनँ थिएँ होला, जरुरी नै ठान्दिनँ थिएँ होला जस्तो लाग्छ के। अनि फेरि त्यहाँबाट आफै सोध्छु क्या, मैले त्यो कुरामा मेहनत सङ्घर्ष नगरेको भए त्यहाँबाट पाउने ज्ञानहरू मैले अझै भोग्दिनँ थिएँ होला नि त। अलिकति हामीलाई दुःख कष्ट हुँदा कस्तो हुन्छ भन्ने कुरा अलिकति अनुभव हुँदैन थियो होला सायद, मलाई जस्तो लाग्छ। अनि ठिकै छ, जे हुनुभयो राम्रैको लागि हुने हो जस्तो नि लाग्छ। जे भयो राम्रैको लागि भयो। त्यही पनि अहिले म एकदमै खुसी छु, आफू बिच एकदम रमाउन सिकिरहेकी छु जस्तो लाग्छ। अनि यो कुरा छोडिदिनु, आज चाहिँ हामीलाई कस्तो कपाल बाट्न मन लाग्यो कि भाउजूलाई पनि मलाई पनि। अनि मैले भाउजू र मलाई नै कपाल बाटेँ 2 चोटि। फेरि कपालै छैन कि। अनि बिचमा दादासँग कुरा गरेको थिएँ, दादासँग धेरै भएको थियो कुरा नगरेको, अलिक सन्चो थिएन दादालाई। अनि कुरा गरेँ। अनि त्यसपछि पानी पनि कस्तो पऱ्यो कि ठ्याक्क। अनि मलाई चाहिँ फेरि पानीहरूमा भिज्न एकदमै मनपर्छ, पानीहरूसँग खेल्न एकदम भिज्न चाहिँ एकदम धेरै मनपर्छ क्या। अनि पानीसँग एकछिन भिजेपछि निन्द्रा लागिरहेको थियो, सुत्यौँ एकछिन सबैजना। अनि खाजा बनाउने रोटी